राति हुँदैन त नि राति हो त्यहाँ बसेर बिहान भोलि ए होला होला त्यसो भए ए भोलि आउने यिनीहरू फोटो सोटो खिचेर यता आउन सक्छ ती बस्नु हिँडेको कि नत्र भने त साँझबाट त हिँड्न त गाह्रो पो हुन्छ त्यसो भए त्यहाँबाट हिमाल देखिन्छ हो ए यिनीहरूले त हिमालको फोटोहरू खिच्छन् अनि डलरमा बेच्छन् नि त होइन हो र चाइनिजहरू के उहाँ पैसा छँदैछ के चाहिन्छ महाजल छ हरामिन्छ नि त मैले भन्दा धेरै कमाउने भयो भनेर कि भोलि भिडियो लाउँछु नि भाइ हाल्नु न पठाइदिनु तपाईँले कुन चाहिँ यो फाइनालमा जङ्गल हालिदिन्छु ल हाल्नु नि केही हुन्न भाइरल के भन्नुभयो है कुन टलेको न ऊ हो के पो माधव सापकोटा नामीले हाल्छ बिताउँछ भाइ केही पनि गर्दैन गो फोटो भए पो त हुन्छ फोटो नहाली फरक पर्दैन के गु हेर्नुहोस् हेर्नुहोस् डाइनोसर गु यस्तो हुन्छ हेर्नुहोस् ब्राजिलको जङ्गलमा घना जङ्गलमा हेर्नुहोस् पनामा जङ्गल पानामा जङ्गल हेर्नुहोस् 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 पानामा जङ्गलको स्थिति हेर्नुहोस् 50 लाख तिरेर यस्तो स्थितिमा आउनुपर्ने हुन्छ हेर्नुहोस् आएको छौँ हामी हेर्नुहोस् यो जङ्गल यो घाम होइन जुन लागेको है जुन लागेको राति 12 बजे छ हामी 110 जना ग्रुपमा हामी 5 जना मात्र छौँ अहिले अरूले छोडेर गएको अवस्था अनि अमेरिका अमेरिका ब्राजिलको जङ्गल है पानामा जङ्गल मालापट्टि पुग्ने छ हामी आज बास बस्नलाई पुग्यो है पुग्यो अब डलर आउँदैछ है डलर अमेरिकाको अब 20-25 दिन पुगिन्छ अमेरिका बोलिरहेको चरा हो सुगासको नाम है सुगा यसको नाम ब्राजिलको सुगा रहेछ यो हजुर हजुर यो कहाँ छ कताबाट कराहा भने थाहा छैन जङ्गलले यस्तो कराउँछ हेर्नुहोस् यस्तो छ यी तर अमेरिकाको सपना चाहिँ नदेख्नु है नदेख्नु होला हजुर हो ऋणमा परेर तपाईँ कति लाख तिरेर आएको हजुर मैले 50 लाख तिरेँ हजुर 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 मैले त 60 हो अब अझै मलाई 50 मागिरहेको छ हजुर अब पुग्दाखेरि पुग्न 15 दिन लाग्छ अरे हजुर हजुर अब पुगिन्छ कि पुगिँदैन हजुर डोनाल्ड ट्रम्पले अमेरिकामा वाल लगाएको छ अरे हजुर त्यो काँडाको तार लगाएको छ भन्ने यहाँ थियो काँडाको तारै छ अरे अझै पनि हजुर हजुर हेर्नु त यस्तो हेर्नु त यो न बर्खन न हिउँ त हेर्नु त लेउ हो यो हेर्नु यस्तो बाटो अब हामी मालापट्टि पुगिन्छ कि नै आज अझै एक हप्ता हिँड्नु पर्छ भनेको एजेन्टले हजुर मालापट्टि पुग्नलाई त्यसपछि चाहिँ हामी त्यहाँबाट सिधै हिँड्ने अलिकति हजुर पानी जात चढेर रातारात भगाउने कुरो छ एजेन्टको पानी जात चढ्ने त्यस पछाडि हामी त्यहाँनिर टोडक हुन्छ अरे टोडकमा राति त्यहाँनिर टोडक चढेर लाने भन्ने छ अर्को कालेले हजुर अन्त हेरौँ कति दिन लाग्ने हो थाहै छैन नआउनु होला है हजुर अब गएपछि पनि हामीलाई जेल हाल्छ अरे हजुर हाम्रो अस्तिले मद्दा कसरी लाग्ने हो भन हप्ता दिन बस्नुपर्छ भने खाँदै भन्नलाई हप्ता दिन त भेट पर्ला नि भने खाँदै खै हाम्रो मेरो सालो छ भन्छ त्यो आले भने सालो भन्छ हामी मिलाउँछौँ भने खाँदै त्यही त आलेले के गर्ने हो त्यो मुलाको पनि कसरी त राइने अरे म पनि राइने हो कसरीले कतिको हेर्ने आलुले बुझ्नुपर्छ अलिक अहिले चाहिँ 4 बजेको छ है ब्राजिलको पनामा जङ्गलको हेर्नुहोस् उहाँ चाहिँ दलेको सालो हुनुहुन्छ यो कारोलाको क्याप नलाउने दलेको सालो हुनुहुन्छ ऊ त झोला बोक्नु चाहिँ हाम्रो
को अरे दलबा अलिअलि झगडा गरेर जस्तो गर्नुपर्छ होइन कुदाएको रहेछ यस्तो छ मलाई भेटेर हजुर भेट्न सकेको छैनौँ ल हेर्नुहोस् यस्तो छ ब्राजिलको जङ्गल पानामा ल हेर्नुहोस् अघि तपाईँहरूले देखिसक्नुभयो अहिले फेरि उज्जवल ठाउँमा आइपुगेको छु अघि त हेर्नुहोस् यस्तो छ ब्राजिलमा यो फल्ने टिमुर हो यो भित्री आइपुग्यो हेर्नुहोस् घनाघर जङ्गल यो टिमुर हो ब्राजिलको टिमुर हेर्नुहोस् ल हेर्नुहोस् हेर्नुहोस् यसलाई टिमुर हेर्नुहोस् नपता हेर्नुहोस् म जुम गरेर देखाइदिन्छु घना जङ्गल ब्राजिलको हेर्नुहोस् अहिले रातिको 12 बजेको छ घाम उदाएको होइन यो चाहिँ जुन उदाएको हो कहाँ गयो सालुकटो आउनु है कता जानुभयो कता जानुभयो कालेले समात्यो अरे यता काले आयो ब्राजिलको काले आयो 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 भाग भाग काले आयो चक्कु देखाउँदैछ उतातिर ब्राजिलको बाख्रा ठुलो बनाउने लामो बनाउने नि यो झार खानुहोस् मार्नुहोस् यसले लगाउनु पर्छ दल्नु पर्छ नाड्नु पर्छ यो गाडीमा चाहिँ हामी जाने अलि मेक्सिको बोर्डर छिर्दैछौँ यो चाहिँ ब्राजिलको हामी मालाबटेमा छौँ अहिले ल यो चाहिँ प्रकाशको खाना है स्पेसल खाना अब अनलाइनबाट खानु होला अब ल्याउन सकिएन त्यस्तै छ हेर्नुहोस् ए हामी नपता हेर्नुहोस् प्रत्यक्ष प्रसार हेर्नुहोस् 1 2 यो पनि छ है प्रकाशको खाना ल यो ब्रेकफास्टमा खानु है प्रकाश ए यहाँ डाँडामा हाम्रो शेर्पा उहाँ युवराजमा आउनु छ नपता हेर्नुहोस् युवराज प्रकाशको खाना रेडी है माल भाग्यले बाँच्यो कालेहरूले 3 ठाउँमा लुट्यो पाँचजनामा म चाहिँ माउन्ट डिजे होटल काठमाडौँ यो गोकर्णेश्वर सुन्दरी मूलखर्कामा छौँ मूलखर्का लाइक सेयर एन्ड कमेन्ट गरिदिनु होला एकदम अनिवार्य रूपले अहिलेको हाम्रो यात्रा भोट पनि गर्नु होला यो माथि चाहिँ यो सेतो खाले रातो खाले नपाउने भएको हुनाले हामीले सेतो यहाँ घरमै पारेको कोक हो हजुर अर्ग्यानिक नेपालीको मलाई भाइरल बनाउनु है ल ल बल्ल पानामा पुग्यो हजुर यो चाहिँ ब्राजिल रक्सी हो
नेपालमा नपाइने पहिलोपटक हामी खाँदैछौँ सुन चाँदी सुन चाँदी 50 लाखको रक्सी हामी खाँदैछौँ घनाघर जङ्गल घनाघर जङ्गल काटेर आएको छौँ हामी खुसियालीमा आज कहाँ बास हुन्छ भने थाहा छैन बाँचियो भनेर काले चिठामा रुप्यो हामीलाई अहिले $10 रक्सी खाँदैछौँ हामी यो भनेको जल स्रोत पेप्सी एजेन्ट हुनुहुन्छ उहाँ चाहिँ एजेन्ट एजेन्ट हजुर के ल्याउ पर्ने एजेन्ट नाम बेसी माधव हुनुहुन्छ 50 लाख लिनुभएको खानुभएको छ भने यो अलिकति महँगो यहाँ कोक जस्तो देखिन्छ कोक चाहिँ होइन बियर यता सानो यो त डलरमा हिसाब हुन्छ नेपाली हिसाब गर्ने हो भने यो 50-60 लाख पनि पर्छ हस् त ल हामीलाई बिस्कुट खेलाउनु भएको छ आफूले भिआइपी खानुभएको छ हामीलाई चाहिँ यहाँ तपाईँहरूलाई यसो खानु मन लाग्छ भने मलाई कन्ट्याक्ट गर्नु होला म सप्लाई पनि गर्दैछु सस्तो पर्छ तपाईँलाई हामीलाई चाहिँ कालिम्पोङ भनेर कमाउनुलाई यस्तो पाउनुपर्छ लुम्बुकार भने के हो शेर्पा लुम्बुकर्म भनेको यो पनि त्यही हो नाकको थाम रहेछ है लुम्बुकर्म आउनु आउनु भात खाएको हिँड्नु सकिएन पुरै नाकको थाम रहेछ त यो 700 रुपियाँ जम्मा 700 रुपियाँ सस्तो खालको हो यो यस्तो लिनुपर्छ क्या काम लाग्छ क्या ग्रुप फोटो खिच्नलाई कता कता भिडियो यसो हाल्नुपर्छ भाइरल हुन्छ धेरै राम्रो हुन्छ उकालो नचर्नु भने उखान छ नि खाइ उकालो नचर्नु रे बसी ओह्रालो नचर्नु रे के खाएर उकालो नचर्नु रे खाइ उकालो नचर्नु बसी ओह्रालो नचर्नु घरै पछि छ यता अझै भित्र पस्यो भने त सानो टिपी घर बनायो है किनेर राख्छन् अनि बस्दैन के पछि पछि महँगो हुन्छ भनेर के ती चारजना मिलेर 4 लाख के 7 लाख तिरेर एउटा यस्तो एउटा बनाएर राख्ने सधैँ पालो गरेर आएर त्यसो गर्ने हुन्छ भाउ पायो भने ठक्कै ल नि त ल साथी हुँदा ठिक हुन्छ नहुनेलाई त्यो सिङ्गल जाडोमा मरिहाल्छ नि अरू यसतिर चाहिने कि भाडा पाइन्छ है अनि यहाँ पनि पाउँछ पाउनु त खोलिहरू चाहिँ महँगो पर्छ खोलिया के हो यो सोलेस सनडाउन वी आर ओपन भएछ नयाँ खोलेको छु क्या हो कि हामी खोला छौँ भनेको सिटी भ्यू ए यहाँबाट देखिने है आफ्नो साधन भयो नि सजिलो अँ र जति बेला आयो पनि भयो जति बेला गयो पनि भयो यस्तो छ हेर्नुहोस् यस्तो छ हेर्नुहोस् अमेरिकामा हेर्नुहोस् अमेरिका गरे ब्राजिल जग्गामा हेर्नुहोस् गाह्रो छ
110जनामा हामी 5जना मात्र छौँ। सबले छोडेर गइसक्यो। हामी एउटै गाउँको भएको भएर सँगै हिँडिएको छ।